नमस्कार। आजको हाम्रो यस प्रस्तुतिमा हामी सरकारको मुख्य इन्जिन अर्थात् व्यवस्थापिका कसरी चल्छ भन्ने कुराको एकदमै गहिरो छिरफार गर्दैछौँ। कुनै पनि लोकतन्त्रमा कानुन कसरी बन्छ र त्यसले राज्यलाई कसरी डोर्याउँछ भन्ने बुझ्न एकदमै जरुरी छ नि, होइन र? त्यसैले आज हामी सङ्घीय व्यवस्थापिकाको भित्री कुराहरू र यसका काम कारबाहीबारे मज्जाले चर्चा गर्नेछौँ। ल सुरु गरौँ है त। एउटा भनाइ छ नि, व्यवस्थापिका जनभावनाको प्रतिनिधित्व गर्ने र लोकतन्त्रलाई जीवन्त तुल्याउने राज्यको एक अपरिहार्य शक्ति हो। सुन्दा अलि भारी लाग्ला, तर यसको अर्थ एकदमै गहिरो छ। यसको मतलब व्यवस्थापिका भनेको इँटा र सिमेन्टले बनेको सरकारी अफिस मात्रै पक्कै होइन। यो त राज्य शक्तिको प्राण हो, जहाँ करोडौँ नागरिकको भावना जोडिएको हुन्छ। अब आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? मुख्य गरी 6वटा कुराहरू छन्। लोकतन्त्रको आधार, संसदको संरचना, प्रतिनिधि छनौटको प्रक्रिया, कानुन निर्माणको कारखाना कसरी चल्छ, संसदीय समितिका कामहरू र अन्त्यमा लोकतान्त्रिक मूल्यको संरक्षण। ल ढिला नगरी पहिलो विषयतिर लागिहालौँ। खण्ड 1, लोकतन्त्रको आधार। अघि नै भनिए जस्तै व्यवस्थापिका एउटा सामान्य भवन मात्रै होइन नि, यो त जनताको सार्वभौम सत्ता अभ्यास गर्ने त्यो सर्वोच्च अङ्ग हो, जहाँ जनप्रतिनिधिहरूले हाम्रा आवश्यकता र आकाङ्क्षाहरूलाई लिएर त्यसलाई जस्ताको तस्तै काम लाग्ने कानुनमा परिणत गर्छन्। समाजले के चाहन्छ, भविष्य कस्तो हुनुपर्छ, हो यही जनचाहनालाई लिएर लागू गर्न सकिने ठोस कानुन बनाउने मुख्य जिम्मा यही संस्थाको काँधमा हुन्छ। खण्ड 2, व्यवस्थापिकाको संरचना। अब सरकारको यो संरचनालाई अलिकति फराकिलो नजरले हेरौँ है। यहाँनिर एउटा रमाइलो कुरा के छ भने हाम्रो सङ्घीय संसद दुईवटा बिल्कुलै फरक प्रकृतिका सदनहरू मिलेर बनेको छ। एकातिर प्रतिनिधि सभा छ, जसमा 275 जना सदस्य हुन्छन् र कार्यकाल 5 वर्षको हुन्छ। यो एकदमै गतिशील हुन्छ। अनि अर्कोतिर नि राष्ट्रिय सभा छ। यो चाहिँ 59 जना सदस्य भएको स्थायी सदन हो। स्थायी किन भनिएको भने यसका सदस्यहरूको कार्यकाल 6 वर्षको हुन्छ, तर हरेक 2 वर्षमा 1/3 सदस्यको पदावधि सकिन्छ र नयाँ अनुहारहरू आउँछन्। गजब छ नि यो प्रणाली। यसले निरन्तरता र सन्तुलन दुवै कायम राख्छ। हो, यही दुई सदनात्मक सङ्घीय संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त रूपलाई नै बुझिन्छ। कानुन बनाउने बेलामा यी दुवै सदनको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। दुवैतिर छलफल हुने भएकाले हतारमा गल्ती हुने सम्भावना एकदमै कम हुन्छ। 550 सुन्दा एउटा सामान्य अङ्क जस्तो लाग्ला, तर यो एकदमै महत्त्वपूर्ण सङ्ख्या हो। कानुन बनाउने काम सङ्घीय तहमा अर्थात् केन्द्रमा मात्रै हुँदैन नि, हाम्रा 7वटै प्रदेश सभाहरूमा गरेर कुल 550 जना जनप्रतिनिधिहरूले आफ्नो प्रदेशको आवश्यकता अनुसार कानुन बनाउने र बजेट पास गर्ने काम गरिरहेका हुन्छन्। साँच्चै सोच्ने हो भने यो सञ्जाल कत्रो ठुलो छ। अनि यो सञ्जाल सङ्घ र प्रदेशमा मात्रै खुम्चिएको छैन, यसको जरा त स्थानीय तहसम्मै पुगेको छ। गाउँसभा र नगरसभाले आफ्नै स्थानीय नीति, योजना र कानुन बनाउँछन्। यसरी हेर्दा आम नागरिकको दिनचर्यामा व्यवस्थापिकाको कति धेरै प्रत्यक्ष प्रभाव पर्दो रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ। खण्ड 3, प्रतिनिधि छनौट। संरचनाको कुरा त हामीले गर्यौँ, तर यी शक्तिशाली कुर्सीमा बस्ने मान्छेहरू चाहिँ को हुन् त? पक्कै पनि त्यहाँ पुग्न त्यति सजिलो छैन। यसका लागि केही कडा योग्यताहरू पुरा गरेकै हुनुपर्छ। पहिलो कुरा त नेपाली नागरिक हुनै पर्छ। उमेरको कुरा गर्दा प्रतिनिधि सभाका लागि कम्तीमा 25 वर्ष र राष्ट्रिय सभाका लागि 35 वर्ष पुगेको हुनुपर्छ। त्यसै गरी नैतिक पतन देखिने, फौजदारी कसुरमा सजाय नपाएको, कुनै फाइदा हुने पदमा नबसेको र कानुनले अयोग्य नभनेको व्यक्ति मात्रै उम्मेदवार बन्न पाउँछ। योग्य र जिम्मेवार मान्छेले मात्रै जनताको प्रतिनिधित्व गरोस् भन्ने नै यसको मुख्य मनसाय हो नि। अब प्रतिनिधि सभाका ती 275 सदस्यहरू कसरी आउँछन् त? खासमा उनीहरू दुईवटा फरक निर्वाचन प्रणालीबाट आउँछन्। 165 जना प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणालीबाट आउँछन् भने बाँकी 110 जना चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट छानिन्छन्। यो गणितीय बाँडफाँडले संसदमा सबैको सन्तुलित प्रतिनिधित्व गराउन निकै ठुलो भूमिका खेल्छ। अब प्रश्न उठ्न सक्छ, समानुपातिक प्रणाली किन चाहियो त? खासमा यो प्रणालीलाई यसरी डिजाइन गरिएको छ कि यसले हाम्रो सिङ्गो समाजको एउटा ऐनाको रूपमा काम गर्न सकोस्। यसले समाजका सबै वर्ग, समुदाय, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्छ। सीमान्तकृत समुदायको आवाज संसदमा पुगोस् र कोही पनि नछुटुन् भन्ने कुराको पक्का ग्यारेन्टी नै यही प्रणालीले गर्छ। खण्ड 4, कानुन निर्माणको कारखाना।
व्यवस्थापिकालाई धेरैजसो कानुन निर्माण गर्ने कारखाना पनि भनिन्छ, तर एउटा सामान्य मस्यौदा कानुन बन्नका लागि 5 वटा मुख्य चरणहरूको कडा परीक्षा पास गर्नुपर्छ नि। सुरुमा संसदमा विधेयक दर्ता हुन्छ, त्यसपछि दुवै सदनमा यसको औचित्य र दफावार छलफल हुन्छ। छलफलपछि दुवै सदनबाट पारित भएर यो राष्ट्रपति कहाँ पुग्छ र अन्त्यमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै यसले साँच्चीकै कानुनको रूप लिन्छ। यो बहुस्तरीय प्रक्रिया नै निकै कडा छ। कुनै पनि कानुन हतारमा वा कसैको लहरमा नबनोस् र त्यसमाथि पर्याप्त बहस होस् भन्नका लागि नै यति लामो चक्र राखिएको हो। एउटा सामान्य मस्यौदाले कानुनको रूप लिनु भनेको धेरैको सहमति र कडा मेहनतको प्रतिफल हो। खण्ड 5 कार्य र संसदीय समितिहरू। तर एउटा कुरा नि, संसदको काम कानुन बनाउने मात्रै चाहिँ होइन है। संसदको काँधमा अरू पनि धेरै गौरुङ्गा जिम्मेवारीहरू हुन्छन्। यसले एउटा चनाखो वाचडग अर्थात् निगरानीकर्ताको काम पनि गर्छ। देशको बजेट पास गर्ने, कर र सार्वजनिक खर्चको स्वीकृति दिने अनि सरकार अर्थात् कार्यपालिकाको काम कारबाहीमाथि निरन्तर नजर राख्ने काम संसदकै हो। यसबाहेक जनसरोकारका विषयमा छलफल गर्ने र आवश्यक परे संविधानै संशोधन गर्ने अधिकार पनि संसदसँगै हुन्छ। अब सोचौँ न, यी सबै काम संसदको मूल बैठकबाट मात्रै सम्भव होला त? पक्कै हुँदैन। त्यसैले संसदीय समितिहरू बनाइएका हुन्छन्। यी समितिहरूलाई संसदका आँखा, कान र मस्तिष्क भन्दा पनि हुन्छ। विधेयकको गहिरो अध्ययन गर्ने, सार्वजनिक खर्चको लेखाजोखा गर्ने र सरकारका हरेक कदमको एकदमै मसिनो गरी निगरानी गर्ने काम यिनै समितिहरूले गर्छन्। साँच्चै भन्नुपर्दा पर्दा पछाडि हुने वास्तविक र गहन लेखा परीक्षण अनि भ्रष्टाचार नियन्त्रणको काम यिनै संसदीय समितिहरू भित्रै हुन्छ। सार्वजनिक लेखा समिति, अर्थ समिति, कानुन तथा मानव अधिकार समिति जस्ता विभिन्न समितिहरूले विशेषज्ञहरूसँग सल्लाह गरेर सरकारलाई सधैँ जवाफदेही बनाइराख्न मद्दत गर्छन्। खण्ड 6 हाम्रा लोकतान्त्रिक मूल्यहरूको संरक्षण। यी सबै प्रक्रिया र संरचनाहरूले समग्रमा हाम्रो राष्ट्रका मूल्य मान्यताहरूलाई जोगाइरहेका हुन्छन्। हेर्नुहोस्, संविधान भनेको एउटा जीवित दस्तावेज हो। समय र परिस्थिति अनुसार यसलाई फेर्न सकिन्छ, तर यसलाई त्यति सजिलै चलाउन भने पाइँदैन। संविधान संशोधन गर्न दुवै सदनमा 2/3 बहुमत चाहिन्छ। यसो गर्नुको मुख्य कारण के हो भने राष्ट्रिय स्थिरता कायम रहोस् र आवश्यक पर्दा व्यापक राष्ट्रिय सहमतिमा मात्रै परिवर्तन होस्। त्यसैले त एउटा बलियो र समावेशी संसदले सिधै बलियो लोकतन्त्र र समृद्ध राष्ट्रको निर्माण गर्छ। विधिको शासन, समानता, पारदर्शिता र मानव अधिकारको सम्मान जस्ता आधारभूत कुराहरूलाई बचाउन एउटा सशक्त व्यवस्थापिका नभई हुँदैन। यसैले गर्दा नै जनताको आवाज सुनिने र अल्पसंख्यकको सम्मान हुने परिपाटी बस्छ। अन्त्यमा एउटा कुरा विचार गरौँ त, यदि कानुन निर्माण गर्ने यो कारखानाले समाजका अति सीमान्तकृत र अल्पसंख्यक वर्गको ऐनाको रूपमा आफूलाई देखाउन सकेन भने के हाम्रो लोकतन्त्र साँच्चै जीवित रहन र फस्टाउन सक्ला त? पक्कै पनि सक्दैन। सबैलाई समेट्ने समावेशी प्रतिनिधित्व र सशक्त संसद नै हाम्रो समृद्ध र न्यायपूर्ण भविष्यको साँचो हो। यही गम्भीर र महत्त्वपूर्ण विचारका साथ आजको यो प्रस्तुतिबाट बिदा हुने बेला भएको छ। साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।